हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मैले भ्लग स्टार्ट गर्न आँटेको होइन। हामी चाहिँ अहिले मुर्कुचेमा आएको थियौँ झर्नाको लागि। अनि त्यहाँ चाहिँ झर्ना रहेनछ, अझै त्योभन्दा 5 किलोमिटर अगाडि अरे। अनि हामी चाहिँ फर्क्यौँ, अब रात पनि पर्न आँट्यो नि त। अनि अब त्यही हो, अब अघि नै स्टार्ट गर्नु पर्यो भ्लग भनेको, अलिक समयले साथ दिएन, त्यही कारणले अब चाहिँ हामी चाहिँ घर जाँदैछौँ। अब कस्तो अल्छी लाग्ने क्या, घाम यस्तो छ है, यस्तो घाममा पनि कहिले अल्छी लाग्यो जस्तो फिल भयो भने। अब सायद 100 राइड भएर पनि होला होइन, 100 राइड भयो भने यस्तै हुँदो रहेछ क्या। यस्तै अल्छी लाग्ने क्या, निन्दा लाग्यो जस्तो हुन्छ यार। घरिघरि चाहिँ झ्याप 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 निन्दा लाग्छ यार। अब अगाडि चाहिँ अब साथीहरू भेटेको छ भनौँ न, अगाडि भान्जा पनि छ। अनि भान्जाहरू जाने हो, त्यही हो साथी हो। अब घर बनाउनु पनि आउँदैन, नयाँ नयाँ स्टार्ट हो नि त, माया देखाइदिनु होला, त्यही हो होइन। यहाँनिर चाहिँ बाटो निर्माण भइरहेको छ, जङ्गल साइड भए पनि यति धेरै विकास भएको छ कि होइन। अब हेर्नु पनि क्या दामी लाग्ने क्या। अब के गर्नु त्यसरी, अब भएपछि अलिकति राम्रो हुँदैछ। हेर्नु अलिकति क्या दामी छ होइन। अब यहाँ चाहिँ हल्का शीतल भएर त महसुस भइरहेको होइन। अलिकति गएपछि लास्टै अति नै गर्मी हुन्छ, अहिले त्यो शीतलै छ। बच्चाहरू बाख्रा बाटो बेसिरहेको हुन्छ क्या। अनि यस्तो बेलामा ड्राइभिङ गर्न चाहिँ अलिकति गाह्रै हुन्छ। अब आफ्नो सोच जस्तो हुँदैन, अब लिमिटमा हिँड्नुपर्छ। बाहिर क्रस गऱ्यो भने चाहिँ एक्सिडेन्ट हुने सम्भावना धेरै हुन्छ क्या।
भएछ है के जस्तो लागिरहेको छ अघि नै एम्बुलेन्स आइरहेको थियो अहिले लिएर जाँदैछ फेरि एउटा यहाँ छ है दुईवटा एम्बुलेन्स केही न केही हुनुपर्छ दुर्घटनाहरू बिस्तारै स्लो गरेर जानुपर्छ पछाडि चाहिँ हेर्नुपर्छ मिटरमा नादहरू केही चलिरहेको हुनुपर्छ सँगाहरू यस्तो भिडमा गयो भने फेरि आफूले पनि हेर्नुपर्छ मान्छेहरू जहाँ बाटीबाट बाटो काटिरहेको हुन्छ के भन्नु त्यस्तोहरूलाई होइन बाटो काट्नको लागि जेब्रा क्रसिङ दिइरहेको हुन्छ र पनि मान्छेहरूले हेरिरहेको हुँदैन कि बढी जेब्रा क्रसिङमा बढी ध्यान दिइरहेको हुँदैन मान्छेहरूले जहाँबाट भयो त्यहीँबाट अब कर्ती त लाग्छ गल्ती आफ्नै हुन्छ नि त त्यस कारणले गर्दाखेरि अलिकति आफै सचेत भएर हिँड्नु पऱ्यो दिइहाल्नु पी भन्दैछ कसको फोन चाहिँ चाहियो मेरो फोन त गोजीमै छ नि फाइनली घर आइपुग्यो ल अब चाहिँ घर आइसक्यो अब चाहिँ भग लक इन ल थ्याङ्क यू फर वाचिङ गाइज बाई बाई